हेलो एभ्रिवान, के तपाईँ साउथ कोरियामा D47 भिजाको लागि एप्लाई गर्ने प्लानमा हुनुहुन्छ? यदि हो भने D47 भिजा एप्लाई गर्नको लागि चाहिँ हजुरहरूको एकाडेमिक स्कोरको कुरा गर्दाखेरि मिनिमम 2.6 GPA हुनुपर्ने हुन्छ र आइएल्स स्कोर यदि आइएल्स गर्नुभएको छ भने तपाईँको ओभरअलमा 4.5 मात्रै भए पनि एप्लाई गर्न पाउनुहुन्छ र यदि हजुरले आइएल्स गर्नुभएको छैन भने पनि विदाउट आइएल्स नै हजुरले एप्लाई गर्न पाउनुहुन्छ। D47 कस्तो खालको भिजा हो भनेर धेरैलाई कन्फ्युजन पनि हुन्छ। D47 भिजा भनेको चाहिँ हजुरहरूले जसको चाहिँ आइएल्समा कम आएको छ उहाँहरूले र जसको जिपिए कम छ उहाँहरूले चाहिँ यो भिजामा एप्लाई गर्न पाउनुहुन्छ हैन। यसमा चाहिँ उता गइसकेपछि हजुरहरूले युनिभर्सिटी अनुसारले हुन्छ 3 to 6 मन्थ चाहिँ हजुरको इङ्ग्लिस ल्याङ्ग्वेज चाहिँ हजुरहरूले सिकाउँछ त्यहाँनेरि हैन। ल्याङ्ग्वेज प्रोग्रामको लागि हजुरले पहिला एप्लाई गर्ने हो। 6 मन्थ पछाडि चाहिँ हजुरहरूले चाहिँ आफ्नो डाइरेक्ट कोर्सलाई चाहिँ इङ्ग्लिस ट्र्याक प्रोग्राममा चाहिँ हजुरले स्विच गर्न सक्नुहुन्छ। त्यसकारणले हजुरले एप्लाई गर्ने प्लानमा हुनुहुन्छ भने मार्च इन्टेकको लागि हामीले एप्लाई गर्दैछौँ। यदि हजुरहरूले D47 भिजामा साउथ कोरियाको लागि एप्लाई गर्ने प्लानमा हुनुहुन्छ भने छिटोभन्दा छिटो रेडियन्स कन्सल्टेन्सीलाई कन्ट्याक्ट गर्नुस्। हामी नयाँ बानेश्वरमा छौँ। थ्याङ्क यू।